सिद्धार्थ, बैंक स्मार्ट एक्सपीबाट गोल्ड सेभर अकाउन्ट कसरी खोल्न सकिन्छ? बैंक स्मार्ट एक्सपी लगइन गर्नुहोस् र इजी बैंकमा ट्याप गर्नुहोस्। गोल्ड सेभरमा ट्याप गर्नुहोस् र ओपन गोल्ड सेभरमा ट्याप गर्नुहोस्। आफ्नो इमेल एड्रेस कन्फर्म गर्नुहोस्। आफ्नो बचत लक्ष्य दिएको लक्ष्यबाट छान्नुहोस्, जस्तै एजुकेसन एन्ड करियर, भेहिकल एन्ड मोबिलिटी आदि। दुईवटा मध्ये एक विकल्प प्लान टाइप छान्नुहोस्। यदि तपाईले कुल लक्ष्य रकमबाट गोल्ड सेभर अकाउन्ट खोल्न चाहनुहुन्छ भने प्लान बाई गोल अमाउन्ट छान्नुहोस्। यदि तपाईले मासिक बचत रकमबाट गोल्ड सेभर अकाउन्ट खोल्न चाहनुहुन्छ भने प्लान बाई मन्थली सेभिङ छान्नुहोस्। प्लान बाई गोल अमाउन्टका लागि तपाईको कुल लक्ष्य रकम टोटल गोल अमाउन्ट सेट गर्नुहोस्। तपाई कति महिनासम्म बचत गर्न चाहनुहुन्छ सो समय अवधि सेट गर्नुहोस्। सेट मन्थली इन्स्टलमेन्ट डिडक्सनमा नो विकल्प पहिले नै स्वत छानिएको हुन्छ। यदि महिनाको कुनै निश्चित मितिमा खाताबाट स्वत पैसा काटिने अटो डिडक्ट बनाउन चाहनुहुन्छ भने सेट मन्थली इन्स्टलमेन्ट डिडक्सनमा यस ट्याप गर्नुहोस्। मन्थली इन्स्टलमेन्ट डिडक्सन हुने डेट सिलेक्ट गर्नुहोस् र प्रोसिडमा ट्याप गर्नुहोस्। पहिलो डिडक्सन खाता खोलेकै दिन हुन्छ। नेक्स्ट डिडक्सन तपाईले रोज्नु भएको मितिमा स्वतः बचत खाताबाट काटिनेछ। प्लान बाई मन्थली सेभिङका लागि तपाईको मन्थली इन्स्टलमेन्ट अमाउन्ट सेट गर्नुहोस्। तपाई कति महिनासम्म बचत गर्न चाहनुहुन्छ सो समय अवधि सेट गर्नुहोस्। सेट मन्थली इन्स्टलमेन्ट डिडक्सनमा नो विकल्प पहिले नै स्वत छानिएको हुन्छ। यदि महिनाको कुनै निश्चित मितिमा खाताबाट स्वतः पैसा काटिने अटो डिडक्ट बनाउन चाहनुहुन्छ भने सेट मन्थली इन्स्टलमेन्ट डिडक्सनमा यस ट्याप गर्नुहोस् र प्रोसिडमा ट्याप गर्नुहोस्। रिक्वेस्ट समरीमा देखाइएका विवरण जाँच गर्नुहोस्। डिक्लेरेसन चेकबक्स टिक गर्नुहोस्। टर्म्स एन्ड कन्डिसन्स ध्यानपूर्वक पढ्नुहोस् र प्रोसिडमा ट्याप गर्नुहोस्। तपाईको दर्ता गरिएको मोबाइल नम्बर वा इमेलमा आएको ओटिपी एन्टर गर्नुहोस् र भेरिफाई ओटिपीमा ट्याप गर्नुहोस्। तपाईको गोल्ड सेभर अकाउन्ट सफलतापूर्वक खुल्यो। सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।